घाँस खमाल्नु पर्यो तेरा मर्ने बाख्रालाई पनि बहुत दुःख रहेछ यार तो दुःख रहन्छ त्यहाँ गर्ने एकछिन मुख खाली हुन भएन सुत्ने जिउ राम्रो भएन भने जहाँ बाख्रा पेट भर्नै पर्ने कस्तो खाया हो मान्छेले भन्दा कति खाया हो मान्छेले त 2-3 चोटि खायो भइहाल्छ है गाडी खाया खाइ करा खराइ कस्ता पेट हुने चाहिँ यिनका चिरेर हेर्न पाए के छ यो पेट भित्र कस्तो खायो अझै खाना नि लुगा नि कति लाग्ने छ नाक्दा खोर्सानी दल दिने हो सन्चो हुन्थ्यो कि तेरा मर्ने जिन्दगी पनि कस्तो यार खेती किसानी गर्ने मान्छेले बहुत गाह्रो छ हेर्नुस् केही चिज पनि महँगो भयो भने महँगो भयो भन्न हुन्न खसी बगा कुखुरा चल्ला धान चामल जे पनि हो गहुँ मकै आटो के गर्ने कम गाह्रो हुन्छ खेती गर्न भने गाह्रो बाख्रा पाल्नु भने गाह्रो सबै गर्न गाह्रो छ खेती किसानले यहाँ मूल्य बढ्ने होइन दोकानका मूल्यभरि बढ्ने हो सधैँभरि हाम्रा मूल्य खेती किसानीका मूल्य नबढ्ने बिना स्वादै रिस उठ्ने खेती किसानीका मूल्य त केही बढ्दैन यो भयो महँगो त्यो भयो महँगो व्यापारीका मूल्य भने जति भने पैसा ठोक्नुपर्छ हामीले स्वादै कसैले नबुझ्दिने हाम्रो मर्म हाम्रो दुःख पीडा कहिले बुझ्ने कसले बुझ्दिने बगेनाको घाँस यो लगाएको ने 4 वर्ष भए नलगाए के खाँदा भने बाख्राले आउने बित्तिकै लगाइदिए म भन्दा कति ठुला भइसक्यो घरौ छैन यार म उस्ताको उस्तै अब त उही उधाउने ऊ भने उडा सकु म भन्दा कति ठुला भइसक्यो यिनीहरू काटिनु मागे हाँस्दा सस्तै बनाए मैले आफै लगाएर रुख त काम कसरी पाल्ने हुन्थ्यो बाख्रा त्यही भने कसैले देख्दैनन् यसले दुःख